छोरा र छोरीमा चाहिँ अघि नै पनि मैले भनिहालेँ होइन, त्यो यो छोरा चाहिँ यस्तो होस् छोरी चाहिँ त्यस्तो होस् भन्ने खालको मलाई त्यो लाग्दैन। अहिले छोरामा मैले के देख्छु भने एउटालाई चाहिँ एउटा सन्तानलाई अगाडि देखाइदियो बाटो भने त्यसलाई चाहिँ पुसअप गर्ने चाहिँ मैले जस्तै नानीले कलाकार गर्दाखेरि म पनि ओपोजिसनमा बसेँ। एउटा सरकार बनाउनु पऱ्यो भने पनि ओपोजिसन डह्रो भयो भने त्यो सरकार डह्रो हुन्छ। अनि मिडियाहरूमा के थियो बाबुले चाहिँ यो गर्न दिएन भन्ने त्यस्तो आए। त्यो मैले गरेको चिज होइन, त्यसमा मलाई केही छैन। जति टाका हाने पनि मैले खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन। हेर्नु है, खाएको विष त लाग्ने हो, नखाएको विष लाग्दैन। तर मेरो मनभित्रको कुरा त अरूले देख्दैन नि, मैले भन्नुपर्ने हुन्छ। तर म ओपोजिसनमा बसेर नानीलाई यहाँसम्म पुऱ्याउनुमा म जस्तै मैले नेगेटिभ चिजलाई होइन त्यसलाई चाहिँ पोजिटिभ लिएर पनि हेर्न सक्छु। तपाईँ मलाई नेगेटिभ भनिदिनु भयो, त्यसलाई पोजिटिभ बनाएर पनि म कन्भर्ट गर्न सक्छु र मनमा शान्ति गराउन सक्छु। त्यो त्यति चाहिँ क्षमता छ मसँग। अरू बाँकी त त्यो भगवान्ले दिने कुरा हो, त्यो भगवान्कै उपरमा छोडिदिन्छ। त्यस्तो बुवा त यति धेरै बुझ्ने पाउनु भएको रहेछ। अब नआएपछि चाहिँ हामीलाई के बुझ्छ भने बुवा चाहिँ नबुझ्ने हुनु चाहिँ क्या हो भन्ने तरिकाको बाहिरहरू हुन्थ्यो नि त। तर त्यो होइन रहेछ कि सायद आज एलिना चौहान सक्सेस हुनुमा चाहिँ साँच्चै अब मम्मी त हुनुहुन्छ नि साथमा, बुवा चाहिँ तपाईँको साथमा स्ट्रङ हुनुहुँदो रहेछ। त्यस कारण पनि हो कि जस्तो लाग्यो हामीलाई। त्यही नै हो, किनभने जुन समय आफूलाई आमाको एकदमै धेरै जरुरत हुन्छ त्यो बेला मैले साथ पाएको छु। अनि त्यही भएर सधैँ नै भन्छु मेरो बुवा आमा जस्तो एकदमै म भाग्यमानी छु। मेरो बुवा आमा जस्तो आमा बाउ पाएँ, त्यो भएर म यस्तो छु। सबैजनाले पनि यस्तो स्ट्रङ कसरी भएको त्यो राज चाहिँ अब त्यही नै हो। बुवाले तपाईँलाई व्यवसाय रोज्नु पनि भन्नुभयो होइन, यही व्यवसाय रोज्नु भन्नुभएको थियो कि या अरू कुनै हुन्छ नि इक्जाम्पलहरू पनि दिनुभयो? होइन, व्यवसायको बारेमा त मैले नै बाबालाई यो व्यवसाय म यसले गर्न लागेको के गरौँ भनेर सोद्धाखेरि चाहिँ अब मम्मीलाई सोधिहाल्यो, यस्तो राम्रो भएको छ होइन।